2026 को फिफा विश्वकप फुटबल सुरु भइसकेको छ। यो पटकको विश्वकप चाहिँ 3वटा देशहरू मिलेर आयोजना गरेका छन्। मेक्सिको, अमेरिका र क्यानाडाले चाहिँ आफ्नो देशको विभिन्न सहरहरूमा चाहिँ खेल आयोजना गर्दैछन्। यसपालिदेखि 32वटा टिमबाट बढेर 48वटा टिम भएको छ। विश्वकप कम्तीमा 39 दिन चल्नेछ। यी खेलहरू तपाईँले हिमालय स्पोर्ट्स च्यानल मार्फत चाहिँ टिभीमा र डिजिओ एप मार्फत चाहिँ मोबाइल तथा ल्यापटप तथा कम्प्युटरबाट चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। टिभीको लागि चाहिँ तपाईँले रु 1000 रुपियाँ र मोबाइलको लागि 550 तथा मोबाइल तथा वेब ब्राउजर अथवा ल्यापटप कम्प्युटरबाट हेर्नको लागि चाहिँ 1000 रुपियाँ तिर्नुपर्छ। टिभीको लागि पैसा तिर्न तपाईँलाई आफ्नो चाहिँ कस्टमर आइडी थाहा हुनुपर्छ। मोबाइलको लागि चाहिँ डिजिओ एप डाउनलोड गर्नुपर्छ अनि त्यसपछि लगइन गर्न सक्नुहुन्छ। अनि त्यसपछि इच्छा अथवा खल्तीबाट चाहिँ पासकोड किनेर त्यो कोड चाहिँ डिजिओमा राख्न सक्नुहुन्छ अनि वर्ल्ड कपको मजा चाहिँ तपाईँले लिन सक्नुहुन्छ। अब कसरी पैसा तिर्ने त्यो सबै प्रोसेसहरू चाहिँ म तपाईँलाई सिकाउँछु। आउनुहोस् मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई एक लाइक गरिदिनु। साथीहरू, सबैभन्दा पहिला चाहिँ तपाईँले आफ्नो मोबाइलमा चाहिँ प्ले स्टोर अथवा एप स्टोरबाट चाहिँ डिजिओ एप डाउनलोड गर्नुपर्छ। त्यसको लागि तपाईँले चाहिँ आफ्नो प्ले स्टोरमा गएर यहाँ डिजिओ भनेर सर्च गर्नु। यो चाहिँ डिसमको एप हो, यहाँ सुरुमै आउँछ। त्यसपछि इन्स्टल गर्नु। मैले अलरेडी इन्स्टल गरिसकेको छ होइन। इन्स्टल गरेर तपाईँले चाहिँ लगइन गर्न सक्नुहुन्छ। त्यसको लागि म यहाँ देखाउँदैछु होइन। यहाँ डिजिओ भनेर चाहिँ यहाँ एप आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यहाँ फिफा वर्ल्ड कप 2026 यहाँ सुरुमै आइसकेको छ है। यहाँ दिएको छ अप्सन ए गेट सिजन पास भनेको छ होइन। मोबाइलको लागि हो भने 550, मोबाइल तथा वेब ब्राउजरको लागि हो भने 1000 रुपियाँ, टिभीको लागि हो भने 1000 रुपियाँ। यो तपाईँले चाहिँ सजिलै पास लिन सक्नुहुन्छ। सबभन्दा पहिला चाहिँ म तपाईँहरूलाई पैसा कसरी तिर्ने त्यो देखाउन गइरहेको छु। त्यसको लागि चाहिँ मैले ई सेवा ओपन गर्दैछु। सबभन्दा पहिला आफ्नो मोबाइलमा चाहिँ ई सेवा ओपन गर्नु होला। ई सेवा ओपन गरिसकेपछि यो युटिलिटी एन्ड बिल पेमेन्ट भन्ने ठाउँमा क्लिक गर्नु होला। यहाँ रहेको छ, त्यहाँ टिभी भन्ने देख्नुभयो होला। यहाँ तपाईँले चाहिँ आफ्नो कुन टिभी हो यहाँ चाहिँ चुज गर्न सक्नुहुन्छ। यदि यहाँ रहेनछ भने तपाईँले चाहिँ जुन टिभी लिनुभएको त्यसलाई कल गरेर भन्न सक्नुहुन्छ। मानिलिउँ तपाईँले चाहिँ यो डिसमको लिँदै हुनुहुन्छ अथवा भने अब तपाईँले चाहिँ यहाँ कस्टमर आइडी हान्नुपर्छ। कस्टमर आइडी हानिसकेपछि यहाँ प्रोसेस गर्नु होला। प्रोसेस गरिसकेपछि त्यहाँ फिफा वर्ल्ड कप प्याकेज भन्ने छ, त्यो त्यसमा क्लिक गरेर चाहिँ तपाईँले प्याकेज लिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले 1000 रुपियाँ चाहिँ तपाईँले ई सेवामा लोड गरेको हुनुपर्छ। अनि त्यस्तै यदि तपाईँले चाहिँ मोबाइल तथा कम्प्युटरबाट चाहिँ हेर्ने हो भने यहाँ दिएको छ यी वर्ल्ड कप 2026 क्याच एभ्री मोमेन्ट लाइभ अन डिजिओ भनेको छ। यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अब तपाईँले चाहिँ मोबाइल एन्ड वेब पास हो भने यहाँ क्लिक गर्नु होला होइन। अनि फुल नेम, मोबाइल नम्बर हान्नु होला। त्यो मोबाइल नम्बर चाहिँ एउटा कोड आउँछ, त्यही कोड चाहिँ हामीले डिजिओ एपमा हाल्ने हो। यदि तपाईँले चाहिँ मोबाइलको लागि मात्रै चाहिने हो भने चाहिँ यहाँ मोबाइल पास हाल्ने गर्नु होला। त्यसको लागि चाहिँ 550 चार्ज लाग्छ। नाम लेख्नु होला, मोबाइल नम्बर हान्नु होला, यहाँ क्लिक गर्नु होला अनि यहाँ प्रोसेस गर्नु होला। प्रोसेस गरिसकेपछि तपाईँको मोबाइल नम्बरमा चाहिँ एउटा कोड आउँछ। त्यो कोडलाई चाहिँ कपी गरेर तपाईँले चाहिँ अघि हामीले डाउनलोड गरेको डिजिओ एपमा राख्नुपर्ने हुन्छ। अब म चाहिँ तपाईँहरूलाई यो खल्तीबाट सिकाउन गइरहेको छु, किनकि खल्तीमा चाहिँ 30 रुपियाँ क्यासब्याक पनि आउने रहेछ होइन। सो त्यही भएर चाहिँ म खल्तीबाट सिकाउँछु। यहाँ देख्न सक्नुहुन्छ रिचार्ज एन्ड बिल पेमेन्टभित्र फिफा 2026 भनेर राखिएको छ होइन। यहाँ तपाईँले चाहिँ टिभीहरूको लागि पनि लिन सक्नुहुन्छ। साथै यो डिजिओ एप मार्फत चाहिँ यहाँ हेर्नको लागि यहाँ लिन सक्नुहुन्छ। यी मोबाइल तथा वेब पास लिने हो भने यो क्लिक गर्नु होला होइन। यदि मोबाइलको लागि मात्रै हो भने यो मोबाइल पास लिने होला। प्रायः चाहिँ धेरैले चाहिँ मोबाइलको लागि मात्रै लिन्छ। त्यसपछि मोबाइल नम्बर राख्नु होला। त्यसपछि मेक पेमेन्ट गर्नु होला होइन। त्यसपछि तपाईँको मोबाइलमा एउटा कोड आउँछ, त्यो कोड चाहिँ तपाईँले डिजिओ एपमा हाल्नुपर्ने हुन्छ। अनि तपाईँको यो 30 रुपियाँ क्यासब्याक पनि आउँछ यो लिइसकेपछि होइन। सबै साथीहरूलाई चाहिँ खल्तीबाटै लिँदा राम्रो होला, किनकि क्यासब्याक पनि आउने भएको भएर होइन। तपाईँलाई जे सजिलो लाग्छ त्यसबाट लिन सक्नुहुन्छ। अब यो सबै पैसा तिर्नुभयो, मोबाइलमा कोड पनि आयो होइन। तपाईँले चाहिँ आफ्नो डिजिओ एपमा चाहिँ
त्यो कोड हान्नुपर्छ। जस्तो कि यहाँ मोबाइलको लागि चाहिँ मैले पास लिएको थिएँ भने यहाँ हान्नुपर्ने हुन्छ होइन। गेट पास, गेट सिजन पास भनेको छ। यहाँ चाहिँ इन्टर कोड भनेको छ। यहाँ चाहिँ तपाईँले तपाईँको मोबाइलमा जुन कोड आएको छ त्यही राख्नुपर्ने हुन्छ। त्यसपछि अप्लाई गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले चाहिँ फुल वर्ल्ड कपको मजा लिन सक्नुहुन्छ। त्यसै गरी है ल्यापटप तथा कम्प्युटरमा पनि तपाईँले गर्न सक्नुहुन्छ। जस्तो चाहिँ म यहाँ watchdgo.com भन्ने छ है, watchdgo.com भन्ने छ। यो साइटमा गइसकेपछि तपाईँहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ फिफा वर्ल्ड कप 26 भनेर दिएको छ होइन। यहाँ गइसकेपछि गेट सिजन पास भन्ने छ। यहाँ क्लिक गरेर तपाईँले पहिला यहाँ लगइन गर्नु होला होइन। त्यसपछि मोबाइलमा आएको कोड हान्नु होला। यदि तपाईँले चाहिँ मोबाइल प्लस